पल्लो गाउँतिर पो घुम्न जानु पर्यो। ओहो, यो गाउँ त राम्रो रहेछ, पल्लो गाउँतिर पो जानु पर्यो। न त्यहाँतिर चल्ला छ कि? ओहो, कस्तो पानी तिर्खा लाग्यो। यो गाउँमा त पानी छैन जस्तो छ। ओहो, यो गाउँको वरपर त नदी नाला पनि रहेनछ। खोइ त यता त पानीहरू पनि रहेनछ। कस्तो ओहो, त्यहाँ त पानीको भाँडो रहेछ। आहा, अब चाहिँ पानी खान पाउने भयो। ओहो, पानीको भाँडा त कस्तो गहिरो रहेछ। ओहो, पानी त धेरै तल रहेछ। अब के गरी खाने होला? केही आइडिया त लगाउनै नै पर्यो। के आइडिया चाहिँ लगाउने होला त? अब पानी त खानु पर्यो। त्यहाँ त चम्ची पो रहेछ। ओहो, ओहो, यसले पनि आएन। अब के गरी चाहिँ खाने होला त पानी? त्यहाँनिर भाँडो रहेछ। अब त्यसले तानेर पानी खाने। ओहो, कस्तो ओहो, ल यसले पनि भएन। अब के गरी चाहिँ पानी खाने होला त? केही न केही चाहिँ आइडिया लगाउनु नै पर्यो। तिर्खा लागेर त मर्ने बेला भइसक्यो त। के चाहिँ आइडिया लगाउने होला त अब? ओहो, यहाँ त साना ढुङ्गाहरू रहेछ। अब यो ढुङ्गा यो भाँडोमा हालेर अनि हालेपछि त पानी माथि आउँछ। ओहो, अझ पनि पानी माथि त आइपुगेको छैन त।
बल्ल तल पानी माथि आयो। बल्ल पानी खान पाइयो। बल्ल प्यास भेट्यो।